हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज म चाहिँ फोनमा चाहिँ एकजना दिदीलाई चाहिँ प्र्याङ्क गर्न गइरहेको छु होइन। के कस्तो हुन्छ यसो भिडियोहरू हेरेर चाहिँ लास्टमा चाहिँ साथ सपोर्ट दिइदिनु होला। साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरू। दिदी कहाँ छौ तिमी? ए मेरी बुढी कहाँ गइन् दाउ? मेरी बुढी कहाँ गइन्? मेरी बुढी ए बिहानबाट कहाँ गइन्? घरमा ढोकाउन तालसा लगाए छ, कहाँ गइन् दाउ? ए कहाँ गइन् भन्नु न यार दिदी, यार मलाई यार तन्याप भइगयो यार। तै माथि डाँडा गरे दिदी होइन हौ। म तल नरेश के नरेश। अरे यार दिदी नाडा नगर, म तपाईँको इमिलाई ल्याइदिउँला साँझ आउने बेला भन्नु यार। मेरो बुढी कहाँ गइन्? ए दिदी तपाईँ नाटक नगर न यार, भन न यार। बिहान झगडा भयो यार, उ भइगयो यार। क्या हो यार, यस्तै यार तनाव हुन्छ यार मलाई। अब फाइनली उहाँले चाहिँ काटिसक्नु भयो फोन।